गाइस नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला आशा गर्दछु। अनि यहाँ चाहिँ हाम्रो विजय भाइ अनि विजय भाइले चाहिँ हामीलाई फुटबल हेर्न ल्याउनु भएको अरे। यहाँनिर आज कसको टिम अरे भाइ? आज यहाँको लोकल क्लब अलेन एफसी अनि भर्सेस इङ्ल्यान्डको चर्चित क्लब एस्टन विल्ला। अभी मजा आएगा ना विल्लाको म्याच छ अरे। सो हामी चाहिँ हेर्न आएको थियौँ काशी म भाइ अनि ऊ पर चाहिँ छ हाम्रो स्टेडियम। अनि यता राजु दाई यता हुनुहुन्छ तर राजु दाई अलिक अँधेरोले गर्दा फोकसमा आउनु भएन है, लाइभमा आउनु भएन। यस्तो हल्का देखिँदैछ अहिले चाहिँ देखेँ टक्क। सो हामी चाहिँ जाँदैछौँ स्टेडियम गाइस। समझ रहे हो? सो हामी जानु आँटेको क्लब चाहिँ त्यहाँ हो। पैसा अहिले अलिक आएको छैन दाइ। अहिले त युट्युबको पैसाले मकै फुल किन्नु है। आउनु पर्यो नि युट्युबबाट पैसा। तपाईँहरूले सब्सक्राइबै गरिदिँदैन। यही पैसाले किन्नु है। हामी बोल्दिनु नि छ अनि भाइहरूले चाहिँ पुरा मेरो पैसा आउँछ भन्नुहुन्छ होइन साथी हो, तर मेरो पैसाहरू केही आएको छैन। यही पैसाले जस्ट मैले इन्जोयको लागि मात्रै बनाएको। सपोर्ट गरिदिनु होला सबैले। यो चाहिँ अलेन स्टेडियम। यति बेला चाहिँ पुरा यो इफ्तार खुलेर होला है, पुरा उयो छ ट्राफिक। यहाँ चाहिँ हाम्रो भाइले होइन आजको फुटबल हेर्नको लागि नयाँ जुत्ता एडिडासबाट किनेर आउनु भएको रहेछ। राजु दाइले चाहिँ ड्युटीको जुत्ता लगाएर आउनु भएछ। सो यहाँ भाइ चाहिँ हुनुहुन्छ नयाँ जुत्ता ढल्काएर आएको। हामी चाहिँ यहाँ आएको हेर्नलाई। म त किरानको क्रेडिट कार्ड लिएर छ जुत्ता चप्पल। सो हामी चाहिँ आइपुग्यो यो स्टेडियममा। सो गाइज यहाँ चाहिँ अर्को टिमकोहरू आइसकेछ उपर सी भाइ अनि दादाहरू पनि हुन्छ। हामी चाहिँ सबैजना हेर्न आएको। सो एक्साइटेड टु सी द म्याच। तपाईँ चाहिँ कसको सपोर्ट गर्नु? आएको छ अलेन एफसीको नि होम टाउन सो कस्तो फिल भइरहेको छ तपाईँलाई चाहिँ? शाबाश बेटा।
भाइ चाहिँ उता फर्किहाल्यो नि Placed by train number 13, Ahmed Barman. यहाँको चाहिँ हामी फुटबल खेलेर निस्किसक्यो यहाँ पर हेर्नु न घोडामा छ यहाँ चाहिँ यसरी पुलिसहरू घोडामा बस्छन् घोडाहरू बसेको पुलिसहरू यो चाहिँ स्टेडियम हो अब हामी चाहिँ हेरेर सकेर निस्केको थ्याङ्क यू सो मच गाइज प्लिज सेयर सब्सक्राइब कमेन्ट एन्ड लाइक माई च्यानल अनि मलाई अघि बढाउनको लागि चाहिँ हजुरहरूले सहयोग गर्नु होला थ्याङ्क यू सो मच शुभरात्रि गुड नाइट लभ यु अल